कमजोर बनाउने उनीहरूको स्ट्र्याटेजी थियो र उनीहरूले सोचेको होला हामीले यो स्ट्र्याटेजी बुझे छैनौँ नेताहरूको यो स्ट्र्याटेजी हामीले बुझे छैनौँ भनेर उनीहरूले सोचिरहेको छ उनीहरूको भ्रम हो हामीले हरेक पाइलामा हरेक मुभ हामीले क्यालकुलेट गरिरहेछौँ के गर्न आँटेछ कसरी गर्न आँटेछ त्यही भएर अहिले हामीलाई छुट्याउनुको लागि नेपालीहरूलाई छुट्याउनु पर्यो नि त दिमागलाई अलिकति बिगारिदिनु पर्यो नि त उनीहरूलाई त ए यो होइन रहेछ यो नराम्रो रहेछ यो त्यो नराम्रो रहेछ ऊ नराम्रो रहेछ त्यो नराम्रो त्यो नेता हो अहिलेको समयसम्म बिगार्ने देश त त्यो नेताहरू हो र त्यो भोट हाल्ने जुन चाहिँ हामी नागरिकहरू छौँ त्यो हाम्रो पनि गल्ती हो हाम्रो पनि जिम्मेवारी हो हामीले बिगारेको भन्नुपर्छ अहिलेसम्म भन्नु पर्दाखेरि र त्यो मध्येमा एकदम बिग्रेको मान्छे त्यहाँ पुगेको भनेर भन्नुपर्छ समाज परिवर्तन गर्नलाई हाम्रो सोच परिवर्तन गर्नुपर्छ त्यही भएर उनीहरूले डिभाइड गर्न छुट्याउनु खोजिरहेछ तपाईँहरूलाई सबै दिमागमा छुट्याउनु खोजिरहेछ उनीहरूले तपाईँहरू छुट्यो भने के हुन्छ फेरि त्यसपछि ए जेनजी भन्दा त तपाईँको त काङ्ग्रेसै ठिक एमाले नै ठिक भन्ने उनीहरूले यो बनाउनु खोजिरहेछ उनीहरूले अब हामी एउटा नेपाली नागरिक भएर सोचौँ एउटै झन्डाको मात्र मुनि बसौँ यति मान्नु कुन गाह्रो कुरा हो र यो धेरै ठुलो चिजमा आएको छौँ र हामीले एकदम ठुलो चिजमा आएको हो यो एउटा झन्डा मुनि बसौँ देश विकास गरौँ भनेर कि भन्नुपर्ने भ्रष्टाचार गरौँ भनेर भन्नुपर्ने हो कि मारौँ भाइहरूलाई कि अर्को सही हुनु भनेर भन्नुपर्ने हो अहिले हामीले तपाईँको हेर्नुहोस् होइन मिडियाहरूमा के छ 23 गतेको दिन बिर्सिसकेको छ मान्छेले सिंहदरबार जलायो भनेर छ सिंहदरबार अर्को बनाउन सकिन्छ त्यो मान्छे एउटा कोख रित्तेको आमाको कोख एकचोटि बनाएर देखाउनु त मलाई एकजना बनाएर देखाउनु ल एकजना मेरो भाइलाई देखाउनु एउटा आमाको कोख रित्तेको कोखलाई तपाईँको फेरि तपाईँको उहाँलाई न्याय दिनलाई उहाँको छोरालाई फेरि जीवित बनाइदिनु त सिंहदरबार त हजारवटा बनाउन सकिन्छ सिंहदरबार हजारवटा बनाउन सक्छ तर जति करोड दिए पनि जति अरबदेखि देशै बेचे पनि त्यो एउटा नागरिक तपाईँको जिन्दा हुँदैन मेरो भाइ बहिनीहरू तपाईँको जसरी शहीद हुनुभएको छ उहाँहरू फेरि फर्केर आउनु हुँदैन हाम्रो प्रायोरिटी के हाम्रो प्रायोरिटी के त प्रायोरिटी त तपाईँको त खासमा हामीलाई गोली हान्ने मान्छेहरूले चाहिँ हामीलाई गोली हान्यो भनेर भन्नुपर्ने हो क्या सिंहदरबार जलाएको सेकेन्डरी कुरा हो अर्को जलाएको सेकेन्डरी कुरा हो तर फर्स्टमा गोली हानेको मान्छेहरूको बारेमा कुरा गर्नुपर्ने होइन अहिले हामीले त्यो कुरा गरौँ त्यसमा फोकस गरौँ त्यसपछि सिंहदरबार जलाएको को छ उनीहरूलाई पनि समातौँ हाम्रो इतिहास बर्बाद गर्ने मान्छे उनीहरूलाई पनि समातौँ र यो जसले हाम्रो देश बिगारेको छ नि हाम्रो नेताहरूले जसरी तपाईँको भ्रष्टाचार गरेको छ नि अझै अहिले हामीले त यति धेरै कुरा बुझेछौँ कि हजुरलाई थाहा नै छैन यति कुरूप रहेछ क्या यो सिंहदरबार भनेर छ नि यो सिंहदरबार यति कुरूप रहेछ यति भ्रष्टाचार हरेक ठाउँमा लोभ लालच तपाईँको त्यो पैसा हुन्छ नि देशको तपाईँलाई सिंहदरबारमा कुरा हुँदैन त्यहाँ त्यो सिंहदरबार जुन चाहिँ तपाईँहरूले भन्नु भइरहेछ जल्यो भनेर भन्नु भइरहेछ त्यो बिल्डिङ हो त्यहाँभित्र बस्ने मान्छे भने के हुन्छ त्यो सिंहदरबार एउटा खाली एउटा कोठा हो तर त्यो सिंहदरबारभित्र तपाईँको के कुरा हुन्छ कसरी हामी पावरमा आउने कसरी तपाईँको राज गर्ने कसरी हामी सत्तामा जाने कसरी पैसा कमाउने देश बनाउने कुरै छैन त्यहाँ अनि हामी अहिले कुरा गरिरहेका छौँ सुदन एजेन्ट हो अहिले भारतीय बनाइरहेछ मलाई फेरि अहिले भुटानी बनाइरहेछ म एउटा नागरिक हो सिम्पल एउटा नागरिक तपाईँ जस्तै हो म जसले राजनीति बुझेको थिएन तर अब बुझ्दैछु अब जान्दैछु र उनीहरूले बनाएको संविधान नै पढ्दैछु त्यसलाई टेकेर अब हामी हान्छौँ उनीहरूले सिकाएको पाठलाई हामी सिक्छौँ र कुनै दिन त्यही उनीहरूले बनाएको नियम कानुन अनुसारमा उनीहरूले भित्र छोड्ने हो त्यही भएर समय लाग्छ अलिकति धैर्य धारण गर्नुपर्छ हामी सबैजना मिलेर अलिकति समय लाग्छ यसमा किन लाग्छ भनेर भन्नुहुन्छ भने 80 वर्षसम्म बिगारेको छ कति भद्रगोल बनाएको छ जलेको भन्दा भित्र यिनीहरू खोक्रो छ भित्र जल्या छ यिनीहरू यो कुरा तपाईँले सिंहदरबार बाहिरबाट बुझ्नु जरुरत छ र यो बनाउनु तपाईँको एकै महिनामा डाङडुङ पारेर ल अब देश नयाँ सरकार आयो अब देश डाङडुङ बनाउने हरेक नेपालीको जिम्मेवारी होइन हामीले तपाईँको टोलमा गएर तपाईँको त्यहाँ भ्रष्टाचार कहाँ भएर फाइल निकाल्न सकिँदैन र त्यहाँ कुन ठाउँमा टेन्डरमा घोटाला गरेछ सकिँदैन र यो कुरा निकाल्न र यो सरकार आफै जान्छ र हरेक नागरिक पार्टिसिपेट भयो भने तपाईँको भ्रष्टाचार हुन्छ र डराउँछ त यिनीहरू सबै डराइसक्यो नेपाली जनतासँग डराएको हो क्या यो
तपाईहरूसँग डराएको कुनै दिन थियो? तपाईँ भन्नु नेपाली जनतासँग, नेपाली सरकार, नेपाल सरकार डराएको कुन दिन थियो मलाई भन्नुहोस्। अहिलेसम्म हामी जन्मेर यत्रो ठुलो भइसक्यौँ, कुन दिन चाहिँ थियो कि हामी नेपाली जनतासँग डराएको? थिएन। यो सबसे ठुलो उपलब्धि हो। नेपालको इतिहासमा पहिलोचोटि डराएको छ सरकार। नेपालको इतिहासमा पहिलोचोटि कर्मचारीहरू डराछन् नेपाली जनतासँग। नेपाली जनताले आवाज उठाउनु पाएछ, नेपाली जनताले मन्त्रीलाई तैँले के गरिस् भनेर भन्नु पाएको छ। यो सबसे ठुलो नेपालको उपलब्धि, अहिले हाम्रो आन्दोलनको उपलब्धि, यो जेनजीको उपलब्धि हो। तपाईँ हाम्रो नेपाली नागरिकको उपलब्धि हो र यो उपलब्धिलाई कायम राख्नको लागि तपाईँ हामी अझै लड्नुपर्छ। लडौँ, अन्तिमसम्म लडौँ। जबसम्म लडौँ तबसम्म लडौँ कि जबसम्म हाम्रो देश बन्दैन तबसम्म लडौँ। अझै लडौँ, भात नखाउँ, नसुतौँ, तर लडौँ। यही नै हो आखिरी अन्तिम लडाई। यो डु अर डाई हो, आर कि पार हो। त्यही भएर एक अर्कासँग लड्ने काम नगरौँ, युनाइट हुने काम गरौँ। घरको झगडा घरमै राखौँ, छिमेकीमा गएर भारतमा गएर ढ्याङ्ग्रो ठोक्ने काम हामी नगरौँ। त्यही भएर हामीले संविधान जोगाउनु परेको, यो ढ्याङ्ग्रो उतापट्टि ठोकिन्छ कि भनेर। किन त्यो एउटा नेता एउटा नेपाली हो, यो कुरा हामीले